चोर 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 हेलो गाइज गुड इभिनिङ। हामी चाहिँ दैलेखको अहिले म घरमा है, यता पछाडि घर छ। अब हामी चाहिँ काँक्रा चोर्न जान लागेको। काँक्रा लोकल काँक्रा ल है गाइज, यो बाटो हो, हामी काँक्रा चोर्न जान लागेको। काँक्रा चोर्न काँक्रा चाहिँ यो घरभित्र छ है। यो ग्रिन हाउस, पोली हाउस पनि भन्छ, प्लास्टिकको घर। यहाँभित्र छ पुरै काँक्रा। काँक्रा चोर्न सानो रहेछ यो काँक्रा है। यता इस्कुस पनि फलाएको छ। जो हरियो तरकारी, अर्ग्यानिक तरकारीहरू चाहिँ छ, टन्नै छ है। यतातिर पनि रहेछ, यता पनि रहेछ काँक्राको झाङहरू। तर अब हामी चाहिँ काँक्राको बुट्टाहरू, तर फाइनल्ली काँक्रा चाहिँ यो हो। यो अलि पहेँलो भएको रहेछ। यता छ हरियो काँक्रा। गाइस है, यो काँक्रा चाहिँ चोर्नुपर्छ है। ल अब हामी चोर्ने काँक्रा यही हो स्पेसल्ली है गाइस। है गाइस, फाइनल्ली हामी चोर्ने भनेको काँक्रा बाटोमा आइसकेका छौँ। यहाँ छ, यहाँ हो है। यतापट्टि लाइट देखाउने मान्छे आयो भने हेर्ने भनेर लिएर आएको यसलाई काँक्रा चोर्न। अनि हामी यता आएको। यहाँ मकै पनि रहेछ होइन, हरियो मकै। हरियो मकै त चोर्ने र नचोर्ने, काँक्रा मात्रै चोर्ने है। है गाइस, ल है ल ल गाइस, काँक्रा चोर्नुपर्छ। कोही त आएन नि काँक्रा। ए भाग भाग, ए भाग भाग, काँक्रा चोर्यो, काँक्रा चोर्यो। ए गाइस, काँक्रा चोर्यो, काँक्रा। एकछिनमा यो रातिमा अर्ग्यानिक काँक्रो हो। यो दुर्गा कृषि तथा पशुपक्षी फार्मको काँक्रो चोर्या हो हामीले। हामी कहिलेकाहीँ आउने यसरी राति राति चोर्ने खाने। यता सानो पनि छ, चोरको सिआइडी हो यो फेरि। यहाँ मलाई देखेर यसले चोर पक्रिसक्यो। काँक्रो छ यहाँ, चोर पक्रेर समाएको छ यसले, चोरेको छ। है गाइस, अब बाँकी खाने बेलामा आउँछ है। ल है, चोरेर लिएर आएको काँक्रो है। मम्मी हुनुहुन्छ, मम्मीले अब ल यो भइसक्यो। अब काँक्रा चाहिँ खानुपर्छ है। भाइ हो यहाँ पप्पी होइन नि, पप्पी यता सुत्छ। सुत सुत, यता सुत 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 त सुत। यो मेरो भान्जे। तिम्रो नाम के हो? स्मार्ट खड्का बम्पडका धामी खड्का। के अरे फेरि भनिदेऊ। स्मार्ट खड्का बम्पडका धामी खड्का। ओके। यता दुर्गा कृषि तथा पशुपक्षी फार्मको संस्थापक अध्यक्ष प्रोप्राइटर सब हुनुहुन्छ। उहाँ चाहिँ मेरो मम्मी, भाइ, हाम्रो घर यता नि। अब काँक्रा खानुपर्छ। कसरी खाने चोरेर लिएर का? त्यो तिम्रो दाँत नभए दाँत देखाइदेऊ, कसरी चपाउने? ए चपाउनै सकेन। ल गुड। ल है गाइस, अब काँक्रा खानुपर्छ। यसमा नुन लगा कान्छ। बुवाले काँक्रा खानु कि नै? या ठुलोमा लगा ल। चोरेर ल्याएको मान्छेले ठुलो खानु पऱ्यो नि त। नुन नुन ल नुन गाइस है, नुन खुर्सानी अर्ग्यानिक काँक्रो मिठो छ अरे। ल मम्मीले मिठो छ भन्नुभयो। ल है ल, फाइनल्ली चोरेर लिएर काँक्रो खानलाई है। यता भान्जा पनि छ, यता भान्जालाई देखा लाइट। हामी अँध्यारोमा छौँ, बत्ती नभएर क्या अहिले। चोरेर लिएर काँक्रो लोकल काँक्रा है। यता मुखमा नदेखाउ न, भैँमा राखेपट्टि। भैँमा राखेको हो त्यस्तो। बाल न बाल, बाल क्या भैँमा राखेर बाल न। यता बाबा खै काँक्रा देखाइदिनु न। खान्छ यता आइज न, पछाडि मम्मी आउनु न। ल हामी चोरेर लिएर आएको त होइन है, दुर्गा कृषि तथा पशुपक्षी फार्ममा फलेको काँक्रा हो। चाहियो भने सम्पर्क राख्नुलाई एकदम लोकल हो, भक्तपुरै हो है। त्यो एकदम अर्ग्यानिक हो, विषादी रहित। यता भाइ भान्जो, मेरो भान्जो यता हो। स्मार्ट यता आऊ न। ए सुतेर खाइरहेछ सबै फ्यामिली बसेर। ल है, यसरी खानुपर्छ। अर्ग्यानिक हो।
मिठो र अर्ग्यानिक खानालाई त कृषि गरे हुनु पर्यो नि त कसैलाई चाहियो भने चाहिँ सम्पर्क राख्नु है नफाल मामाले त्यो भन्छ फोन नम्बर अन्थालमे फोन नम्बर भनिदेऊ भान्जोको भान्जोलाई फोन गरे पनि हुन्छ फोन नम्बर भनिदेऊ स्मार्ट लेख्नु होला भिडियो कलमा आउँछ अनि त्यही फोन गर्नु होला मगाइदिन्छ हो ब्यागमा उडेर है गाइस साँझको बेला हो मिठो हुन्छ हरियो काँक्रा एकदम मिठो छ मिठो छ होला अर्को नि छ काँक्रा रोप्ने मान्छे उहाँ हो केही हजुरको केही छ भने भनिदिनु न त्यो ब्लगमा यो चाहिँ टिके भ्लगबाट पोस्ट हुन्छ है टिकटक भ्लग छैन कुकुरहरु आयो केही छ भने तपाईँको पनि भनिदिनु मम्मी के छ तपाईँको भन्नु त केही छ भन्नु न केही छैन काङ्ग्रो साग खायो मिठो छ होइन अर्ग्यानिक काँक्रो यहाँ छु नि यहाँ यहाँ पप्पी छ गरिदियाला हाल्यो पप्पी छ रेडी भइरहेछ पप्पी मगाउन पनि हजुरले मगाइदिनु होला मेरो नम्बरबाट फोन गरेर अनि हामी पठाइदिन्छ बाबा मम्मीले रोपेर ठुलो भयो काँक्रो खाँदैछौँ हामी रोपाइमा आएको हाम्रो भोलि रोपाइ छ है भोलि रोपाइको भ्लग पनि आउँछ सब्सक्राइब पनि गरिदिनु लाइक पनि गरिदिनु सेयर पनि गरिदिनु है मिठो छ मेरो बाबा मन पछाडि भाइ छ यता भान्जा छ उता भान्जा अलिक चकचके छ मेरो भान्जा भान्जो तिमी कस्तो छोरो रे कस्तो छोरो रे विद्याको विद्या खड्का छोरो भान्जो दा हो बत्ती बल्छ मेरो भान्जोको कपडामा बत्ती बल्छ सक्यो है गाई काँक्रा मिठो कहाँ बोल्छ बत्ती खै सर्ट टी सर्टमा